नमस्कार, म माधव जीसी। अहिले म झिमरुक गाउँपालिका वडा नम्बर 1 डाँडाखर्क छु। डाँडाखर्कको यो हाम्रो खेलकुदमा हिजो विवाद आएको कारणले हिजो सन्तोष जीसीले यहाँ तपाईँको यताउति यो उहाँ धेरै आक्रोशित हुनुभएको थियो र त्यसकारण म यहाँको तत्काल उहाँको कोचलाई मैले खबर गरेर आज कोचसँग कुरा गर्दैछु। हेर्नुहोस् जी, नमस्कार, हजुरको नाम? मेरो नाम पृथक जीसी। ल, हिजो के भएको? हिजो एकजना हाम्रो भाइले यहाँ आक्रोश भएर आज यहाँ फिल्डमा तपाईँको खेलाडी साथीहरू आज सम्पन्न नहुने भन्ने कुरा भएको छ। आज यो हिजोको बदमासलाई आज कसरी ल्याउनु भएको छ तपाईँले? मैले के भएको? हिजो खासमा सन्तोष जीसीलाई खेल्न नपाएको भन्दै उहाँ आक्रोश हुनुभएको थियो होइन? फिल्डमा के भएको खासमा उहाँ चाहिँ खेल्न पाउनुहुन्थ्यो। हजुर, उहाँले चाहिँ आफ्नो खेल आफ्नो ट्यालेन्ट देखाउने मौका थियो तर उहाँ चाहिँ बोलिदिनु भएन। हिजो चाहिँ हामीले पनि खेलाडीहरू खेलिरहेको बेलामा हामीले उहाँलाई डिस्टर्ब गर्न चाहेनौँ, खेल्नुहुन्छ भनेर सोधिएन। हिजो नसोध्नुको कारणले गर्दा उहाँ सर चाहिँ उहाँ खेलाडी मित्र चेला, मेरो चेला, उहाँलाई चाहिँ रिसुटे चरा आएर यहाँ पोल काट्नु भएछ। उहाँलाई चाहिँ यो पोल सहित उहाँलाई आफै ल्याएर गराउने काम हाम्रो काम हुनेछ होइन। हिजो उहाँले कुरा राख्नु भएन कोचसँग। हजुर, त्यो उहाँले बोलेको भए उहाँ खेल्न पाउनुहुन्थ्यो होइन? तर खेल्न नपाए पनि अब खेलाडी साथीहरू 8जना दर्ता भइसकेपछि 6जना आलो पालो त हुनुपर्ने होइन र? हुनुपर्ने हो। किन उहाँलाई खेलाइएन? अब त्यो खेलको माहौलै त्यस्तो बन्यो कि एकदम रोमान्टिक प्रतिस्पर्धा भएको खेलमा चाहिँ उहाँलाई चाहिँ बिचमा नघुसाउने कुरो चाहिँ हाम्रो खेलाडी साथीको लगभग दर्शक महानुभावको आयो कुरो। अब हामीले अब उहाँले जे गर्नुभयो बदमास ठिक छ। उहाँलाई अब हामीले कस्तो तरिकाले के गरेर सम्झाएर हुन्छ, के गरेर हुन्छ? अब त यो हाम्रो व्यवस्थापन गर्नु पर्यो। हाम्रो खेलाडी साथीहरू एउटा टोलमा तपाईँको ABCD तपाईँको लगभग 24-25 जना हाम्रा युवा साथी, हामी 35 जना युवा साथीहरू एउटा टोलबाट, एउटा वडाको एउटा टोलबाट तपाईँको 4 टिम जानु भनेको त यो च्यानचुनी कुरा होइन नि त। हजुर, अनि एकदम अहिले यो गाउँकै नमुना नम्बर 1 टिम ल्याउने टोलमा चाहिँ हाम्रो डाँडाखर्क 1 झिमरुक डाँडाखर्क चाहिँ नम्बर 1 मा छ है अहिलेसम्मको। अनि खेलाडीहरू पनि एकदम राम्रो उत्कृष्ट उत्पादन हुँदै गइरहेका छन्। कोच चाहिँ म कोचको नाताले के भन्न चाहन्छु नि, सानो भाइहरूलाई राम्रोसँग खेल्नुहोस्। हामीले यो फिल्डको पनि राम्रो व्यवस्था गर्दैछौँ, टेन्सन नलिनुहोस्। अनि तपाईँको जबसम्म हामी जेन्जी पुस्ता छौँ तबसम्म केहीको कमी हुन दिन छैनौँ होइन। अब यस्तो हो, तपाईँको अब यो त अब 4 टिम खेल्नलाई त अब दुईटा फिल्ड पनि चाहिएला नि त यो टोलमा। चाहियो। अनि के छ वडाबाट तपाईँहरूको कस्तो छ निवेदन? केही पेश गर्नु भएको छ वडामा? हामीले वडा अध्यक्षसँग कुरा गरेका छौँ, प्रत्यक्ष रूपमा गएर। हजुर, उहाँसँग कुरा राखेका छौँ। हाम्रा खेलाडी साथीहरूलाई बल जाने समस्या, बलको समस्या, नेटको समस्या हुनुको कारणले गर्दाखेरि खेलाडीहरूको उच्च तीव्र गतिमा विकसित खेलाडीहरू हुनुभएको छैन। त्यो भएर उहाँहरूलाई चाहिँ हामीले माग राखेका छौँ यो फिल्ड ठुलो होस्। होइन, यो फिल्ड मापदण्ड छ कि नै? हेर्नु त तपाईँको भाइदेऊ, यो के हो? यो फाल्टाखुल्टी छ, यो व्यवस्थापन भएन नि त सर। अब तपाईँको त्यत्रो खेलाडी मात्र उत्पादन भएर भएन नि त। मापदण्ड यस्तै हो, पाहाडको एरिया ढुङ्गा माटो हुन्छ, अब लड्न पर्छ। यताउति पाहाडका केटाहरू राम्रै खेल्छन्, सङ्घर्ष छन्, दुःख गर्छन्। अब फिल्डको लागि चाहिँ हल्का व्यवस्थित गर्न आवश्यक छ। के हो फिल्डको लागि तपाईँको के छ? वडाबाट वर्षमा आउने हो कि बजेट? यो के छ अहिलेको? वर्षमा आइरहन्छ स्पोर्ट्सको लागि, वर्षमा बजेट परिरहन्छ। तर उहाँ वडा अध्यक्षदेखि लिएर सदस्यहरू, साथीहरूले, सचिवहरूले के गर्नुहुन्छ, कसो गर्नुहुन्छ, उहाँहरूलाई चाहिँ हामीले खबरदारी चाहिँ गर्छौँ है। ल, हिजोको कुरा विवादित भए तापनि अब हामी मिलेर जान्छु भन्ने तपाईँको प्रश्न हो। हामी मिलाएर यो ठाउँलाई अलि राम्रो हाम्रा खेलाडीहरूलाई उत्पादन, अब यस्तो लफडा नगरी अब अन्यहरू हुन्छ नि त तपाईँको यो व्यवस्थापन मिलाएर खेलाडीलाई अगाडि बढाउनुहुन्छ तपाईँको त्यो हो कुरो। हजुर हो, एकदम हो। अब खेल हो, हार जित हुन्छ। हजुर, आदेशमा आएर कुनै पनि खेलाडी साथीहरूले आफ्नो पर्सनल दुश्मनी चाहिँ यो फिल्डमा आएर पोल काट्ने, फिल्ड खन्ने चाहिँ गर्न भएन। चाहे मेरो भाइ भतिजाहरू होस्, चाहे साथी होस्, खेलको लागि बनेको फिल्ड हो। सबै आएर खेल्न पाउने खेलाडीको हक हो। त्यसको लागि हामीले वडा कार्यालयमा गएर चाहिँ हामीले निवेदन पेश गरेका छौँ। यो पुण्य परि यो राम्रो बन्ने छ भन्ने हामीले आशा लिएका छौँ।
हस् सर रिपोर्टको लागि ल धन्यवाद धन्यवाद थ्याङ्क यू सो मच सर